चैत 15 गते तिनकुनेको कार्यक्रमपछि राजावादीहरूको आन्दोलन सेलायो, भाग्यो। अब नेपालमा राजतन्त्र आउँदैन भन्ने हौला फैलिएको छ। तपाईँ हाम्रो मनमा पनि त्यस्तो भावना उब्जेको हुनसक्छ कता कति, तर त्यो होइन। म चुनावी राजनीति जान्दिनँ, तर राजनीतिको केही सिद्धान्त जानेको छु। राजनीतिमा आसन र यान भन्ने दुईटा कुरा हुन्छ। आसन भनेको बसिराख्ने होइन, बस्ने आसन होइन, मौका ढुकेर बस्ने, नेटवर्किङ, प्लानिङ। यान भनेको एक्सन। अहिले हामी एक्सन अवस्थामा छैनौँ, प्लानिङ, नेटवर्किङ, आसन। त्यो आसन अवस्थाको फर्स्ट च्याप्टर आज ओपन भयो। त्यो फर्स्ट च्याप्टरमा सम्पूर्ण ग्रन्थको सिनप्सिस, सारांश हुन्छ र त्यो सिनप्सिस सारांशको आधारमा अगाडि बढ्ने हो। र हाम्रो नेटवर्किङ, प्लानिङ, आसनमा हामी सफल भयौँ। अब दोस्रो च्याप्टरमा सबैलाई आज बोल्न दिने समय भएन। हाम्रो नरेश बहादुर सिंहको एउटा पार्टी छ, किशोरी महतोको एउटा छ, अघि नै आयो सुशील चन्द्र अधिकारीको, मीरा राणा, रमा सिंह, त्यस्तै अरू साथीहरूको हामी छिटै नै एउटा मञ्च खडा गर्नेछौँ। त्यसमा उहाँहरूले बोल्नुहुनेछ र आजका महान वक्ताहरू तल फ्लोरमा बसेर चाहिँ सुन्नुहुनेछ। त्यसपछि युवकहरूको कार्यक्रम गर्नेछौँ। हाम्रो सोमसिंह सरकार मञ्च, नवीन मल्लको युवा शक्ति, त्यस्तै यज्ञशाला भन्ने एउटा चाहिँ युवकहरूको छ, हिन्दू सम्राट, कफन, त्यस्तै युवकहरूको एउटा कार्यक्रम हुन्छ। त्यसमा युवकहरूको प्रतिबद्धता उहाँले जारी गर्नुहुनेछ। त्यस्तै तपाईँहरू सञ्चारकर्मीहरूको पनि एउटा हामी जमघट गर्नेछौँ। तपाईँले हामीलाई कसरी सहयोग गर्ने त? त्यसपछि कानुनविदहरूको गर्नेछौँ, परराष्ट्रविदहरूको गर्नेछौँ, मेडिकल डक्टरहरूको गर्नेछौँ, अस्पताल सञ्चालन गरेर बसेकाहरूको प्रतिबद्धता जारी गर्नेछौँ, भूभू प्रहरी र सेनाको कार्यक्रम गर्नेछौँ, कसरी सहयोग गर्ने भनेर। त्यसपछि एउटा जुम कार्यक्रम गर्नेछौँ। जापानदेखि अमेरिकासम्मका नेपालीहरूले के भन्छन् त जुम कार्यक्रममा हामी सुन्ने। यो हाम्रो आसन अवस्था हो। आसन अवस्थाबाट हामी एक्सनमा जान्छौँ। तर एउटा कुरो भाषण गर्दैमा हुँदैन, सडक आन्दोलन गर्दैमा हुँदैन, शक्ति साधना नगरेसम्म सत्ता प्राप्त हुँदैन। त्यस कारणले अहिले हामी चाहिँ चुपो लाएर बसेका छैनौँ। यहाँ एक थरी मान्छेहरू मन्दिर भत्काउँदै हिँड्ने, मूर्ति फोर्दै हिँड्ने, हिजो अस्ति आयो मन्दिरमा पिसाब सर्कदै हिँड्ने। तर हामी त्यही मन्दिरमा गएर ए भगवान् हामीलाई शक्ति देऊ है भन्न गइरहेका छौँ। ती दुईजना शहीद, हे बाबु हो, तिमीहरू मरे भनेर नठान्नु है। तिमीहरू मरेका होइनौ, तिमीले शहादत प्राप्त गरेका छौ। तिमीहरूबाट हामीले प्रेरणा दिनुपर्छ भने ठाउँ ठाउँमा चाहिँ मन्दिरमा गएर हामीले प्रार्थना गरेका छौँ। अब हाम्रो अन्तिम पूजा 2082 सालको वैशाख 19 गते, वैशाख शुक्ल पञ्चमी शुक्रबारका दिन नेपाल प्राज्ञिक मञ्चले, जसको संयोजक मै छु, गोर्खा कालीका दरबारमा ठुलो अनुष्ठान हुँदैछ। गोरखनाथको पूजा गोरखनाथका नाथ योगीहरूले गर्नेछन्। गोरखकालीको पूजा ब्राह्मणहरूले गर्नेछन्। उपल्लो कोटको वज्र भैरवको पूजा 5 जना वज्राचार्यहरूले गर्नेछन्। तर हाम्रो अनुदान कसैको अनुदानमा होइन। गोरखनाथको पूजा र गोरखकालीको पूजाको प्रायोजन गोर्खा समी भन्ज्याङका शान्त बस्नेत यहाँ आउनुभएको थियो। कहाँ जानु? ए ल यहाँ आएर यहाँ आउन। ए छोरी यहाँ आउन। 2 लाख 3 लाख 4 लाख जति खर्च भयो भने शान्त बस्नेतले अनि खर्च गर्ने प्रायोजन। अनि गोरखकालीको पूजा, गोरखनाथको पूजा ल भयो जाऊ। त्यसपछि वज्र भैरवको पूजा
गोर्खाको ठुलो आँगनमा भीमसेनको मन्दिर छ, श्रीपाद पृथ्वीनारायण शाहको शालिग छ। वज्रभैरवको पूजा गरेपछि ठुला आँगनमा समयबजी बाँड्ने, त्यसको प्रायोजन ललितपुर लगनखेलका माया वैद्य अनि करुणाकर वैद्यका चाहिँ नातिनी। र आज हामीले सङ्घ पार्कमा एउटा वज्राचार्य गुरुज्यूद्वारा दुर्गति परिशोधन धारिणी पाठ, वज्रछेदिका प्रज्ञा परिमिता पाठ र 1108 दीप प्रज्वलनको प्रायोजक पनि त्यो माया वैद्य हो। त्यस कारणले वज्रभैरवको पूजा, गोरखनाथको पूजा, गोरखकालीको पूजा गरेर गोर्खाको ठुलो आँगनमा समयबजी बाँड्ने प्रसाद स्वरूप त्यहाँ युवकहरूको प्रतिबद्धता हुन्छ। अस्तिको कार्यक्रममा पनि मैले भने, तपाईँ मिडिया कर्मीहरू आउनुहोस्, आफ्नै खर्च खाएर आउने, आफ्नै खर्च खाएर जाने। तर वैशाखको 18 गते बेलुकादेखि वैशाखको 20 गते बिहानसम्मको खाई खर्च, लजिङ फुडिङ नेपाल प्राज्ञिक मञ्चले बेहोर्छ। मेचीदेखि महाकालीसम्मको युवकहरू 20 जना 25 जना होइन, तपाईँहरूको युवकको सङ्घबाट 5 जना आउनुहोस्। आउने तपाईँहरू, जाने तपाईँहरू। तर तपाईँहरूको पनि 18 गतेदेखि 20 गतेसम्मको खाई खर्च नेपाल प्राज्ञिक मञ्चले बेहोर्छ। अनि 19 गते त्यो युवकहरूको प्रतिबद्धता सभा हुन्छ ठुलो आँगनमा, समयबजी खाएर चाहिँ नै सगुन पनि खाने। अनि 20 गते हामी यहाँ फर्कने, 21 गते भोजन गृहमा अनि यसै पत्रकार सम्मेलन गरेर अनि अभियान ताल्ने। यान होइन, अभियान। हामी कसरी जाने त? किन त्योभन्दा पहिले नेटवर्किङ भइसकेका हुन्छ। भोलि त्यसमा घाइते भयो भने कुन अस्पतालमा लाने? त्यो अस्पतालले हामी लान्छौँ भने जिम्मा लिनु पऱ्यो। कुन डक्टरले औषधि गर्यो, दुश्मनको डक्टर पऱ्यो भने मारिहाल्छ। यो डक्टरले चाहिँ औषधि गर्ने, डक्टरको प्रतिबद्धता, मुद्दा लड्ने वकिलहरूको प्रतिबद्धता भइसकेका हुन्छ। त्यस कारणले वैशाखको 21 गतेदेखि हामी यान एक्सनमा जान्छौँ। त्यो नातिनुहोस्, सेला भन्ने होइन। अहिले हामी आसन स्थितिमा छौँ। त्यस कारणले हामीले यहाँ चाहिँ नै आज नागरिक बचाउ महाअभियानका साथीहरूलाई यहाँ मञ्च दिन सकेनौँ। विभिन्न प्राविधिक कारणले उहाँहरू आउनुभएको छ, यहाँ उहाँहरूसँग कुरा भएको छ, उहाँहरू वारेन्टेड हुनुहुन्छ। तपाईँहरू छद्म भेषमा आउनुहोस् भनेको छ। यहाँ छपक्कै आधाभन्दा बढी नागरिक बचाउ महाअभियानका साथीहरू हुनुहुन्छ, उहाँहरू छद्म भेषमा। किनभने उहिले जार काट्ने चलन थियो। जार भात खाइरहेको छ भने साधुले जार काट्न नपाउने। यहाँ त मजाले घर सुतिरहेको मान्छेले 12 बजे कैद गर्ने। नागरिक अभियानका चाहिँ नि साथीहरूलाई यहाँ मञ्च दिउँ त अहिले यहाँबाट एरेस्ट गरेर लैहाल्छ, कार्यक्रम बिथोल्छ। त्यस कारणले उहाँहरूलाई अपमान गरेको होइन, उहाँहरू आसनभन्दा पनि भित्र बसेर तपाईँहरू छद्म भेषमा आउनुहोस् भनेर भनेको थिएँ। उहाँहरू चाहिँ थाहा नपाउने गरेर यहाँ आउनुभएको छ। यस्तो किसिमले हामीले प्लानिङ गरेर हामी एक्सनमा चाहिँ जाने हो। र हामीले देवी देवता, हाम्रो कुल कुल्याणको पनि आराधना गरेका छौँ, इष्टमित्रहरू पनि राखेका छौँ। अस्ति भक्तपुरमा हामी गयौँ 25 गते, एउटा नारा गुन्ज्यो भक्तपुरमा, पर्वतेहरू राजा खोइ भन्छ, नेवाराहरू जुजु वै भन्छ। जुजु वै भनेको राजा आउँछ। पर्वतेले त राजा मात्रै पो खोज्यो त, राजा ल्याउने त नेवार रहेछ। पर्वतेले राजा खोइ, नेवारले जुजु वै। जुजु भनेको राजा आउँछ, प्रतिबद्धता जाहेर गरेको छ। त्यस्तै मधेसका हिन्दू सम्राटहरू जागेको छ। त्यस कारणले अब हाम्रो अभियान पक्का पक्की हुन्छ। आज जुन यो हाम्रो आसन अवस्थाको पहिलो अध्याय ओपन भयो, प्रतिबद्धता। अब यसमा चाहिँ नि म यस्तो, म उस्तो, मेरो प्रोटोकल यस्तो भनेर भन्ने हिँड्ने होइन। हामी तल्लोभन्दा तल्लो लो प्रोफाइलमा बसेर यो आन्दोलनलाई सफल बनाउने। प्रोटोकल खोज्ने, मान मर्यादा खोज्ने समय होइन अहिले। एउटा सेनापतिलाई एउटा सिपाहीले दिशानिर्देश गर्ने अवस्था हो। किनभने अघि हिरण्याक्ष नाम गरेका दैत्यको अन्याय अत्याचारले यो धरती माता
पातालमा पातेलिन्। वैकुण्ठ धामका भगवान् विष्णुले सुँगुर हुनु पर्यो। बराह भनेको सुँगुरको एउटा प्रजाति हो। आवश्यक परेको बेलामा वैकुण्ठनाथका भगवान् विष्णुले सुँगुर हुनुपर्छ भने हामी त मान्छे हो। आफ्नो इगो प्रब्लम यहाँ ल्याउने होइन, स्ट्याटस यहाँ खोज्ने होइन। लो प्रोफाइलमा बसेर लो अति लो प्रोफाइलमा बसेर आन्दोलनलाई सफल बनाउनु पर्छ। त्यसो भने वैकुण्ठ धामका भगवान् विष्णु मैले सुँगुर भएर पृथ्वीको उद्धार गरेका थिएँ बाबै, तिमीहरू पनि लो प्रोफाइलमा बसेर सबै मिलेर गएको रहेछौ भनेर प्रसन्न हुनुहुनेछ र हाम्रो अभियान सफल हुन्छ। तपाईँहरू हारेस नखानुहोस्। अहिले भरेको भरे भन्ने हुन्न। सबै कुरोको समय आउँछ र वैशाख 21 गतेसम्म पनि अहिलेको सरकारले हाम्रा साथीहरूको वारेन्ट बर्खास्त गरेन भने, हाम्रो संयोजकज्यूको नजरबन्द खुलाएन भने, हाम्रो बन्दी बनाएका साथीहरूलाई मुक्त गरेन भने 22 गतेको दिनमा हामीहरूले जुन 3 कुनेमा शहादत प्राप्त गर्नुभएका यी वीर शहीदहरूको रगत लुटपुटिएको माटोको टिका लगाएर सामूहिक गिरफ्तारी दिने हो। सबभन्दा पहिले मै हिँड्छु। म 78 वर्षको बुढो सुगर पेसेन्ट। त्यो माटोको टिका लगाएर सबभन्दा पहिले मै हिँड्छु। तपाईँहरू को आउनुहुन्छ आउनुहोस्। 22 गतेको दिनमा सामूहिक गिरफ्तारी दिने। त्यस कारणले हामी आन्दोलनमा ज्यानको माया मारेर हामी अगाडि बढ्नेछौँ। हाम्रो आन्दोलन भद्र अवज्ञा आन्दोलन हुनेछ। यहाँ सशस्त्र आन्दोलन गर्छु भन्ने साथीहरूलाई पनि होइन। अहिले सशस्त्र आन्दोलनको अवस्था होइन। भद्र अवज्ञा आन्दोलन गरेर हामी अगाडि बढ्नुपर्छ। जस्तो महात्मा गान्धीले भद्र अवज्ञा आन्दोलन गरेर अङ्ग्रेजलाई जितेका थिए। 2007 सालमा काङ्ग्रेसले पनि भद्र अवज्ञा आन्दोलन गरेका थिए। कारण हाम्रो आन्दोलन सशस्त्र भयो भने त तिनको पनि सशस्त्र, हाम्रो पनि सशस्त्र, तिनका सरहमा गयौँ हामी। तिनीभन्दा हामी विशिष्ट हुनुपर्छ। हाम्रो आन्दोलन भद्र अवज्ञा आन्दोलनद्वारा हामी अगाडि जाने हो। मैले अघि नै भने 21 गते हाम्रो घोषणा हुन्छ। 21 गतेसम्म पनि वारेन्ट फिर्ता लिएन, नजरबन्द फिर्ता लिएन। हाम्रा साथीहरूलाई अब चाहिँ बन्दी अवस्थाबाट छडाएन भने 22 गते हामी ती युवकहरूको लगन लुटपुटिएको माटोको टिका लगाएर सामूहिक गिरफ्तारी दिने हो र यसमा सफलता प्राप्त होस्। र अब त्यहाँ चाहिँ शङ्ख पारमा गएर यी वीर शहीदहरूको दिवंगत आत्माको चिर शान्ति र ज्ञात अज्ञात शहीदहरूको चिर शान्तिको लागि यता वज्राचार्य गुरुजीले दुर्गति परिशोधन धारिणी पाठ गर्नुहुनेछ। वज्रछेदिका प्रज्ञा पारमिता पाठ गर्नुहुनेछ। हामीले चाहिँ त्यहाँ पनि 2 मिनट मौन धारण गरेर दीप प्रज्वलित गरेर आफ्नो ठाउँमा जानेछौँ। अब यहाँ आएर यस्तो कार्यक्रमलाई सफल बनाइदिनु भएकोमा यहाँहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। यसै गरिकन हामी अगाडि बढौँ र जय देश जय नरेश।